नमस्कार छ मेरो भ्लग भिडियोमा यहाँहरु सबैजनालाई धेरै धेरै स्वागत छ। सरकारी कर्मचारी चाहे त्यो जनताबाट निर्वाचित प्रतिनिधि होस् या लोकसेवा पास गरेको सरकारी कर्मचारी होस्, आफ्नो कामप्रति वफादार हुनुपर्छ या पर्दैन, यो स्वयं व्यक्तिले बुझ्नुपर्ने कुरा हो कि होइन? होइन कि होइन भन्नु पर्यो कि हो भन्नु पर्यो? हो भने त्यो अनुसारको काम गर्नु पर्यो, होइन भने त्यो अनुसारको काम गर्न नसक्ने असक्षमता हुँ भनेर प्रश्न भनिदिनु पर्यो जनतालाई। अनि जहिले पनि यिनीहरूले जे गर्दा पनि हुने, जसो गर्दा पनि हुने हैन, जनताकै छोरा हुन्, जनताले नै चुनेका, जनताले नै चिनेका मान्छेले जनताका समस्यासँग लबिङ हुनुपर्छ कि पर्दैन? जनताका समस्यालाई समाधान गर्नतिर उन्मुख हुनुपर्छ या पर्दैन? सोच्नु पर्दैन? बाहिरबाट फेसबुकमा स्ट्याटसै लेख्नु पर्ने, दुनिया देवाउनु गुहार्नु पर्ने, गाली बेइज्जतै गर्नुपर्ने कस्तो सिस्टम बस्यो नेपालमा? अन्य देशको तुलनामा हेर्ने हो भने यो नेपालमा विकराल रूप लिइरहेको यो एउटा समस्या हो। मानौ मैले कसैलाई नाम व्यक्ति टिप्पणी गरेर मैले भनेको छैन, मैले मात्रै भन्न खोजेको के हो, एउटा सानो लेभलको कर्मचारी किन नहोस्, ठुलो लेभलको कर्मचारी किन नहोस्, यी कर्मचारीहरू आफ्नो कामप्रति वफादार भइदिएको भए फेरि पनि भन्छु, वफादार भइदिएको भए देश अर्कै मोडमा हुन्थ्यो, देश समृद्धितिर हुन्थ्यो, सुखी नेपाल, सुखी जनता भइसक्थे। त्यसैले मानौ एउटा जाजरकोटको कर्मचारी अथवा रुकुमको कर्मचारी, रोल्पाको कर्मचारी काठमाडौँमा सचिव सर अथवा त्यो भन्दा माथिल्लो लेभलका 80-90 हजार 1 लाख कति खान्छ महिनाको तलब खान्छ। त्यो मान्छेले कोठा भाडा तिर्छ, परिवार पाल्छ र पनि काठमाडौँमा महल बनाउँछ, घडेरी किन्छ, अनि छोराछोरी जापान, अस्ट्रेलिया, क्यानाडातिर पठाउँछ। सम्भव छ या छैन भन्नु पर्यो नि। जनताका छोराछोरीलाई भन्नु परेन? सरकारी स्कुलमा पढ्न नपाएका छोराछोरीहरूलाई भन्नु परेन? पर्यो नि, कसले भन्नु परेन? त्यसैले काठमाडौँको राजधानीबाट पत्रिकाको ठूलो हेडलाइन बनाएर असत्य कामलाई पनि सत्य गरेको भनेर रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, हुम्ला, कालीकोट पठाइदिने, अनि त्यही पत्रिकामा ठूलो हेडलाइनमा भएको सत्य हो, गलतलाई सत्य हो भनेर हामीले पढिदिनु पर्ने, त्यो सही भनिदिनु पर्ने, मानिदिनु पर्ने हो। यो अवस्था पटक्कै अब हुन सक्दैन। अब गाउँबाट बुझ्नेले आफ्ना आमा बुवाहरूलाई बुझाएर, छरछिमेकीलाई बुझाएर कसरी हुन्छ, के गरेर हुन्छ, यी सब कुराहरू क्लियर नहुन्जेलसम्म, नबनाउन्जेलसम्म यी राजधानीले पछाडि पारेका रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, हुम्ला, कर्णाली बिउजनु पर्छ कि पर्दैन? पर्दैन? एउटालाई जिताएर राजधानीसम्म पुर्याउने अनि हामीलाई उसले पछाडिबाट लात हाने गर्ने, ठगे गर्ने, अनि त्यो सहेर हामीहरू बसिदिनु पर्ने हो। त्यसैले म त के भन्छु भने फाइनल्ली एउटा प्रश्नको एउटा कुरा मात्रै बुझेर हामीले एउटा कर्मचारीको काठमाडौँको महल, उसले किनेका घडेरी, उसले गरेका काम, उसले पठाएका आफ्ना आफन्त अस्ट्रेलिया, अमेरिका, क्यानाडा, यी पैसा कहाँबाट आयो भन्ने कुरो प्रश्न थाहा भइसक्दा पनि हामी चुप्प लाएर बोल्न नसक्ने तपाईँ हामी नमर्दा हो कि होइन? कहाँबाट आउँछ त्यो पैसा? भ्रष्टाचार गरेको होइन? भ्रष्टाचार हो भनेर हामीले भन्न नसक्ने? अनि त्यो कर्मचारीले मैले भ्रष्टाचार गरेर, मैले कमिसन खाएर दुनियाँका छोरछोरीहरूलाई लुटेर ठगेर मैले बनाएको महल हो भनेर त्यहाँ ठुलो अक्षरले लेख्ने नलेख्ने? कहिले जाग्ने? अब जाग्नु पर्दैन? त्यसैले मैले आग्रह गरेको छु विनम्रतापूर्वक, कसैको नाम टिका टिप्पणी गरेको छैन,
मैले भन्न खोजेको यो कुरा हो कि कर्मचारीले पनि यतिसम्म गर्न सक्छ भने नेताजीको कुरा छोडिदिनुहोस्। नेताजीले केसम्म गर्न सक्छन् भन्ने कुरा स्पष्ट छ। अनि हामी उनकै झोले भनेर, उनकै साथी भनेर, उनकै अङ्गालोमा बेरिरहनु पर्ने, बसिरहनु पर्ने, हामीले उनीहरूको कुर्सी जोगाइराख्नु पर्ने। उनीहरूको कुर्सी जहिले पनि तपाईँहरूको हो भनेर, सुरक्षित हो भनेर हामीले मानिदिनु पर्ने। अब यो हुँदैन, अब यो मान्दैनौँ, यो पटक्कै सम्भव छैन। 1 छैन, 2 छैन, 3 छैन। त्यसैले अब आउने केही समयमा परिवर्तन हुन जरुरी छ। तपाईँ, म, मेरो परिवार, मेरो छरछिमेक, मेरो देश, मेरो समाज परिवर्तन हुन जरुरी छ। परिवर्तन हामीले गराउने हो, हामीबाट सम्भव छ, हामीबाट सुरुवात हुन्छ। 1 हुन्छ, 2 हुन्छ, 3 हुन्छ। त्यसैले आदरणीय जनसमुदायहरू, फेरि यो आदरणीय जनसमुदायहरू भनेको यो त कुनै पार्टीको झोले, कुनै मान्छेको हो क्या, यो नेतै हो कि के हो कि भनेर तपाईँहरू फेरि प्रश्न गर्न थाल्नुहुन्छ, कमेन्ट गर्न थाल्नु होला। तर म त्यस्तो होइन। म सर्वसाधारण, म एउटा विदेशमा एउटा कम्पनीमा गुलाम गरिरहेको, काम गरिरहेको, श्रम गरिरहेको नेपालको एक श्रमिक मान्छे मात्र हुँ। मलाई त्यसरी बुझ्दा हुन्छ। मैले उठाउन खोजेका कुरा, मैले उठाउन खोजेको विषयवस्तु कर्मचारीसँग होस्, नेताजीहरूसँग होस्, या गाउँको ठुलोठालो भलामीसँग होस्, मिल्न गएछ भने पनि मेरो केही दोष छैन। यो यथार्थ अहिले भइरहेको यथार्थ कुरालाई मैले उठान गरेको। यहाँहरूको दिल दुख्छ, दुखाउनु पर्दैन। तपाईँले यस्ता काम गरिराख्नु भएको छ, तपाईँले मल ठहराउनु भएको छ, तपाईँले घर जग्गा घरेरी किन्नु भएको छ, तपाईँले सबै काम गर्नु भएको छ, भ्रष्टाचार गर्नु भएको छ, कमिसन खानु भएको छ। नखाएको भए, नठगेको भए, जनताहरू नठगिएको भए कहाँबाट आयो त्यो पैसा, कहाँबाट बन्यो बङ्गला महल, यति कुरा जनताले बुझिसकेका छन्। त्यसैले तपाईँ पानीको ओबानो बन्न नखोज्नुहोस्। तपाईँहरू सुर्दिएको भए, पत्रकारजी जस्तो भइदिएको भए, नेताजीहरू नेता जस्तो भइदिएको भए, कर्मचारी स्वतन्त्र कर्मचारी जस्तो भइदिएको भए देश उहिले नै स्विजरल्यान्ड होइन, उहिले नै नेपाल जस्तो भइसक्थ्यो। अहिले हालत जीर्ण छ, दुःख लाग्दो छ, दया लाग्दो छ, माया लाग्दो छ, तर साह्रै रिस लाग्दो पनि छ। हामीले अर्काको देशमा गुलाम गरिरहने, 12-14 घण्टा खटेर काम गरिराख्नु पर्ने, पसिना बगाइराख्नु पर्ने, अनि देशले भ्रष्टाचारीको दलदलता, भ्रष्टाचारीको जरा, आफन्त, आश्रय पाश्रय आफ्नालाई जोगाइराख्ने, बचाइराख्ने, चोखाइराख्ने, अनि कसैका कुरा, कसैका कहानी, कसैका राम्रो काम सुन्नै नदेख्ने, हेर्नै नसक्ने। त्यसो भएको हुनाले मैले यहाँहरू सबैजनालाई विनम्रतापूर्वक भनेको छु, अब तपाईँ हामी सच्चिन जरुरी छ। तपाईँ हामीले परिवर्तन गर्न जरुरी छ। तपाईँ हामी परिवर्तन हुन जरुरी छ। अब आउने 84मा केही न केही गर्नुपर्छ, केही गरेर देखाउनुपर्छ, केही परिवर्तन भएर देखाउनुपर्छ। 20-30 वर्षदेखि त्यही ठाउँमा राज गरिरहेकालाई परास्त गर्नुपर्छ। त्यो ठाउँबाट निकालेर उनीहरूलाई बाई बाई भन्नुपर्छ सदाको लागि। जब जति बाँच्ने सास छ उनीहरूसँग, जति बाँच्छु भन्ने आश छ, त्यो सायद सम्भवतः नेपालमा जनताले बुझे भने, जनताले चाहे भने, राम्रो नेतृत्वले सरकार चलाउन सक्यो भने तिनीहरूको मरण मृत्यु जेलभित्र पक्का छ। पक्का छ, जेलभित्र मरण पक्का छ। यतिसम्म नेपाललाई दुःख दिएका छन्, यतिसम्म लुटेका छन्, यतिसम्म चुसेका छन्, तिनीहरूको मर्ने बेला पनि प्राण राम्रोसँग जाँदैन। जनताको श्राप लाग्छ, जनताको आँसु लाग्छ, जनताका छोराछोरीहरूको पीडा, जनताको छोराछोरीहरूकोलाई दिएको दुःख तिनीहरूले महसुस गर्न नसक्ने गरेर तिनीहरूको आँखाबाट आँसु झर्दैन। मर्ने बेला आँखाबाट उनीहरूको रगत झर्नेछ, रगत झर्नेछ। 1 झर्छ, 2 झर्छ, 3 झर्छ, 1, 2, 3 मरण जेलभित्र हुन्छ। राम्रो नेतृत्व हामीले दिन जरुरी छ। हामी
जाग्नुपर्छ, उठ्नुपर्छ, जुझारक हुनुपर्छ। म यहाँहरूलाई यही आग्रह गर्दै, यही विनम्रतापूर्वक अनुरोध गर्दै आउने 84मा पूर्व पश्चिम जतासुकै फैलिएर बसेका हाम्रा तमाम आदरणीय नेपाली जनसमुदायहरू, चाहे मधेसबाट उठ्नु पर्यो, तराईबाट उठ्नु पर्यो, पहाडबाट उठ्नु पर्यो, रोल्पा रुकुम कर्णाली उठ्नु पर्यो, सब उठेर एकचोटि 84मा 30-35 वर्ष राज गरेका पदम्मे भडुवा भातेहरूलाई जेलभित्र आफ्नो मृत्यु वरण गर भनेर जेलको कालो कोठरीमा थुन्न सक्ने नेतृत्व पठाउनु र चुनेर हामीले त्यहाँसम्म पठाउन सक्ने हाम्रो हिम्मत र परिवर्तन जरुरी छ। यहाँहरूलाई मैले यही अनुरोध गरेँ मैले, र यो अनुरोध सँगसँगै आउने 84मा सबैजना एकजुट भएर लाग्न पनि अनुरोध गर्न चाहन्छु। यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद छ।